today. Today, January 9, 2021, हाम्रो सुनौला संसार बाल आश्रम के ठुलो निशुला न्यू दाक्याना रशुबे आज छोसांदा नव तुदंगी लादेबे पालागी निला नि सला देबे पाला निगे के सेना तिरि शाला पुला पुशिमे तुजेसे आज सुनम छोसांदा नव तुदेला तपाईँ के भनिदिनु छ कि उहाँहरूलाई खाना स्पोन्सर गर्नुभएको धन्यवाद बच्चाहरूलाई आएर खाना खुवाउनु भयो त्यसमा अब हजुरहरूलाई धेरै धेरै धन्यवाद त्यति हो मैले त होइन मलाई त अब छोरी छैन उता गएको छ त्यही भएर अन्नदाता सुखी भव अन्नदाता सुखी भव नमस्ते न्यू ल्याब नेपालमा परिवार आज मिति 2021 जनवरी 9 मा अमेरिकामा बस्नुहुने सोनाम छोसाङ र केनाडामा बस्नुहुने माओ सुटिङको स्वर्गीय पिता मिङ्गेको नाममा तपाईँहरूलाई आज भोजन उपलब्ध गराउनु भएको छ उहाँ स्वर्गीय मिङ्गिरको आत्माले शान्ति पाओस् भनेर तपाईँहरूले प्रार्थना गर्न बनाउनु गर्दैछु ल हाम्रो सुनौला संसार बाल आश्रमले ठुलो निशुला सबै खुल्छाने अन्त न्यू लाइफ नेपालले ठुलो सुनुसँगला सला फुला खुसिमले अनि अहिले सुगे सोनाम छोसाङला केनाडा सुगे तुझे लाने आकाशले किन पनि तुझे सुगे तपाईँ के भन्नु यसको बारेमा हामीले विगत 7 वर्षदेखि यो न्युरो डेभलपमेन्टलसँग रिलेटेड अटिजम डाउन सिन्ड्रोम सेरेब्रल पल्सी यो बौद्धिक अपाङ्गता अन्तर्गतको बच्चाहरू साथमा नर्मल बच्चाहरूको संस्था चाहिँ 7 वर्षदेखि हामीले सञ्चालन गरिरहेका छौँ। अब हामीसँग यहाँ चाहिँ डिफ्रेन्ट लेभलको बच्चाहरू छन्। उनीहरूको खाने शैली उनीहरूको रहन सहन बस्ने सबै कुराहरू अलिकति डिफ्रेन्ट नै हुन्छ। अलिकति कष्टकर नै काम मानिन्छ मान्नको लागि। अब विगत कहीँ दाम्लोले बाँधेको कहीँ फालिएको बच्चाहरू हामीले कलेक्सन गरेर हामीसँग लगभग 30 जना जति बच्चाहरू हाराहारीमा यहाँ छन्।
अब यस्तो ठाउँ जहाँ हामीले चाहिँ उनीहरूलाई भगवान्को रूपमा नै हामीले अहिलेसम्म मान्दै आइरहेको ठाउँ हो। अब जहाँ गएर तपाईँको फुल चढाए पनि आखिर जहाँ गएर डोनेसन गरे पनि डोनेसन गर्ने डोनेसन नै गर्ने हो। अनि यस्तो ठाउँमा ल्याउँदाखेरि चाहिँ जसको नाम लिएर चाहिँ यहाँ ल्याउनु भएको छ वास्तवमा त्यो ठाउँमा पुग्छ भन्ने विषयमा चाहिँ हामी पनि आशावादी छौँ। जसले अब मलाई नाम त एक्ज्याक्टली थाहा भएन, अघि अगाडि सरले बताइसक्नुभयो, उहाँहरूले सहयोग गर्नुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद। स्वर्गवास हुनेहरूको पनि स्वर्गमा बास होस्, यही नै हामी चाहिँ कामना गर्दछौँ। धन्यवाद। त्यसो गरौँ न, अब होइन त्यो कुरो समाप्त एक दुईजनालाई दिनु होइन, अनि त्यस पछाडि यो मिसहरूले गराउनु भएको थियो कि सक्दैन उसले आँगै दिनु हामी खाइदिनु पर्छ कि खाइदिनु पर्छ उहाँहरूलाई चाहिँ। भन्छु भने आऊ खुसी आज हामी वनस्थली मृगौला हस्पिटल पछाडि छौँ, जहाँ 18 जना मृगौला पीडितहरू हुनुहुन्छ। यही हुनुहुन्छ उहाँहरूको लागि चाहिँ आज न्युयोर्कबाट सोनाम सुसाङ र क्यानाडाबाट नवाङ थेप्तुन ज्यूले उहाँको बुवाको पुण्यतिथिको उपलक्ष्यमा मिङ्ग्युर हुनुहुन्छ उहाँको बुवाको नाम। उहाँले चाहिँ यी पीडितहरूलाई चाहिँ 18 जना पीडितहरूलाई चाहिँ मृगौला पीडित हुनुहुन्छ जो उहाँहरूको लागि चाहिँ एक छाक खाना खुवाइदिनु भनी भन्नुभएको छ। र त्यसै गरी हामीले आज स्नेह नेपाल काख र उहाँहरूको लागि जम्मा हामीले यी सामानहरू किनेका छौँ, जहाँ चाहिँ हाम्रो खर्च 29,800 रुपियाँ भएको छ। त्यसमध्ये 15,750 चाहिँ 75 जनालाई नेपाल स्नेह काखको लागि हामीले खर्च गऱ्यौँ भने उहाँहरूको लागि 14,118 जनाको लागि हामीले खर्च गरेको छौँ। जुन सामानहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ र पीडितहरू पनि तपाईँले यसरी यहाँ यसरी बसिरहनु भएको देख्नु भएको छ। र अनि उहाँहरूलाई एकचोटि त्यसको उपलक्ष्यमा तपाईँहरूबाट चाहिँ एकचोटि धन्यवाद दिनु होला होइन। अनि तपाईँ के छ भने उहाँ एकचोटि बोलिदिनु होला। दिदी बोल्नुहोस्। छुने त अब यस्तो बच्चालाई मृगौला दिन त आशा छ, पैसा जुटाउन नसकेर त्यसै रोके छ। अब खर्च कसरी जुटाउने? अब आमाको मृगौला दिनलाई पनि पैसा 7-8 लाख लाग्दैछ अरे, त्यही जुटाउन नसकेर हाम्रो बैशाखीदेखि रोकिएको छ। अब खर्च जुटाउन नसकेर सर मेरो पनि त्यस्तै छ। मृगौला दिन त म तयार छु, मेरो सब रेडी भइसक्यो। अब पैसा नजुटेर त्यही गाह्रो भइरहेको छ सर। मेरो घर मुगु रारा मुगु हो, त्यति हो सर। अब के गरौँ त, अब यही अहिले डायलिसिस गरिरहेको छु, यही वनस्थलीमै हो। केही छ कसैको? हाम्रो लागि 5 रुपियाँ हामीले धेरै हामीलाई खुसी। अब उन्डा सबै प्याज टमाटर चामल सबै ल्याउनु भएको छ, हामीलाई धेरै धेरै खुसी लाग्यो। हजुरले मुरी धन्यवाद पाउनु होला। हामीलाई अर्को यस्तै सबैले संस्थाले हेर्ने आँखो लागोस्, हामीलाई धेरै खुसी लाग्यो। हजुरको यति भन्नुवाला हामीलाई त यो धेरै लाकुम जस्तै दिए जस्तो लाग्छ। 5 रुपियाँ दिए भने हामीलाई ठुलो आशा, ठुलो धर्म, ठुलो आशा। अझै पनि सबै संस्थाले यस्तै आँखो लाउन्, यस्तै हामीलाई सहयोग आओस्। अनि धेरै धेरै मुरी धन्यवाद हजुरलाई। अब म यति भन्न जान्दिनँ भाइ। नमस्कार, म श्री नेहा पोखरेल नेपाली स्नेह काखबाट आफ्नो बुवाको पुण्यतिथि पारेर नेपालमा अतुलनीय सेवा गर्सेकोमा न्युयोर्कबाट सोनाम छेसङ एन्ड क्यानाडाबाट चाहिँ नवाङ थुप्पेन सर म्यामलाई होइसिन्छ होइन, म्याम 2 जना म्यामलाई धेरै धेरै धन्यवाद। हजुरहरूलाई देख्न नपाए पनि एकदम आत्मीयता जोडिएको छ हजुरहरूप्रति। यति धेरै टाढाबाट 7 समुद्र टाढाबाट नेपाली स्नेह काखलाई
आफ्नो बुवाको पुण्यतिथिमा यत्रो पवित्र दिनमा चाहिँ नेपाली स्नेहितालाई यति धेरै सेवा गरिरहेछ। हामी आभारी छौँ। हजुरको बुवाको आत्माले शान्ति पाओस् त्यसको लागि हामी बत्ती बाल्छौँ र यो खाना खुवाउँछौँ। अवश्य फोटो पनि हजुर मार्फत पठाउनेछौँ। थ्याङ्क यू सो मच। मैले नाम चाहिँ प्रनाउन्स गर्नका होइन मैले गल्ती गरेँ भने मलाई माफ गर्छ होला। हजुरहरूलाई धेरै धेरै आशिष लागोस्। हजुरहरूको घरमा सुख शान्ति खुसी छाओस्। बुवाको आत्माले शान्ति पाएर पितृ भएर हजुरहरूको घरमा आशिषै आशिषले भरियोस्। हजुरहरूको पाइला सधैँ सफलतातिर हिँडिरहोस्। थ्याङ्क यू सो मच यो पवित्र सेवाको लागि। थ्याङ्क यू। हजुरहरू जस्तो पवित्र हृदय होइसिन्छ र आज यहाँ उभिएर यो सेवा गर्न लायक भएका छौँ। थ्याङ्क यू सो मच। हाम्रो यहाँ आलु ल्याइदिइसकेको छ, दाल ल्याइदिइसकेको छ, खुर्सानी, प्याज होइन, मासु, अदुवा, गोलभेडा, मरमसला, तेल होइन, नुन, काउली, मेथी सुध छुट्याइसकेको छैन, चामल, यो सबैको लागि धेरै धेरै धन्यवाद। र ग्यासको लागि चाहिँ उहाँहरूले क्यासै दिन्छु भनेर भन्छ छ। एकदम धेरै धन्यवाद। हामी आभारी छौँ। हजुरहरूको सेवा सधैँ अतुलनीय रहनेछ र यो दिनलाई चाहिँ हामीलाई अझै पवित्र बनाइसकेकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच वन्स अगेन सोना म्याम र हाम्रो नोवाङ म्यामलाई धेरै धेरै धन्यवाद। यो बोलिराख्ने नाम नभएको भएर हामीलाई चाहिँ अलिक गाह्रो हुँदो रहेछ। थ्याङ्क यू सो मच वन्स अगेन।